झापाको अर्जुनधारा स्थित सालबारी वरिपरि हरिया सालका रुखहरू, बीचमा शान्त ताल अनि घुम्न आउने मानिसहरूको चहल पहल। यही सुन्दर वातावरणको एक कुनामा आफ्नो जीवनका अनेक सङ्घर्ष र सपनाहरूलाई साथ लिएर चटपटे बेचिरहनु भएको छ एक मेहनती व्यक्ति टुनकलाल चौधरी। धेरैका लागि यो केवल एक व्यापारिक ठेला मात्रै हुन सक्छ, तर उहाँका लागि यो ठेला परिवारको आधार हो। यसैले घरको आम्दानी चल्छ र परिवारका सपना पुरा हुन्छन्। आज हामी उहाँको चटपटेको स्वाद लिने मात्रै होइन, उहाँको जीवनको कथा पनि सुन्ने प्रयास गर्नेछौँ। आखिर सालबारीको सुन्दर दृश्य बीच उहाँको यात्रा कसरी बढिरहेको छ त? 28 वर्ष भयो चटपटे गरेको। यही ठाउँमा भनेपछि हजुरलाई नचिन्ने त जे मरियो भने पनि मलामी चाहिँ धेरै साथीभाइ कमाइएको छ। आमामा मान्छे त घरबाट गएको बित्तिकै हजुर कति भिड हुन्थ्यो नि। यसरी हजुर यसरी आनन्दले कहाँ खानु पाउनुहुन्थ्यो र मेरो। अब तपाईँहरूलाई बनाइदिएको यसो गरेर दिँदैछु, अर्कैले लान्थ्यो है। एक समय साइकलको पछाडि सानो बाकसबाट सुरु भएको यो यात्रा आज कथामा रूपान्तरण भइरहेको थियो। काम गर्नु छोडेपछि अनि अब के गर्नु भयो। अनि त्यहाँदेखि एउटा ठुलो साइकल थियो, अनि जाली किनेर ल्याएँ। केटाकेटीलाई पनि भनिनँ, केटाकेटीलाई पनि केही भनिनँ। अनि त्यहाँदेखि त्यो बक्सा यत्रो बनाएँ, त्यो फोल्टिङ सिस्टमको नि साइकलमा बनाउने, त्यो पछाडि बाँध्ने फोल्टिङ क्युले। अनि त्यहाँदेखि 300 भाडु चाहिँ गोजीमा बोकेर गएँ। त्यो सबै कुरो किने। केटाहरूले घरमा बनाउनु एउटाले खराइदिएको छ, अब म भन्दिनँ अहिले भनेर नि मनमा खराइदिरहेछ, त्यही पाल्नलाई मैले यो गरेको भने। तर बनाइसकेपछि साइकलमा बाँधेँ अरे ठिक बनाएँ। अनि ठ्याक्क तपाईँको सरस्वती पूजाको दिन मैले उद्घाटन गरेको यही सालबारी स्कुल। आफू पनि त्यसमै पढेको, त्यहीँ सालबारी स्कुलमा लगेर सरस्वती पूजाकै दिन उद्घाटन गरेको। अनि बुनु ठुलो मान्छे नआओस् भन्दा लाज पनि लाग्थ्यो नि, अब कहिले नगरेको। केटाकेटी मात्रै आओस्, ठुलो मान्छे नआओस् जस्तो लाग्थ्यो मलाई सुरुमा। अनि झन् ठुलै आउँथ्यो। अब के गर्नु, हाम्रै गाउँको चटपटेको ल्याएछ भन्थ्यो बनाउनु। अब के गर्नु, दिनै पर्छ, कसैलाई धेरै कसैलाई थोरै। केटाकेटी अब यत्तिकै कुदेर आउँथ्यो छुट्टी भएपछि। अनि काका हजुरबा बनाइदिनु गयो। अब कोही 1 रुपियाँ लिएर आउँछ, अब 4-5 जना केटाकेटी आउँछ। अब थोरै अनि माया लाग्यो। आफ्नै छोराछोरी अनि आफ्नै छोराछोरी हो भन्थे। अनि अब एउटाले खान्छ, एउटाले मुख हेर्छ, त्योभन्दा बरु थोरै बनाए थोरै सबैलाई दिन्थे। अनि नानी हो खाएर यहीँ राख ल, कार्टनमा कागज नफ्याल ल भन्थ्यो नि। नपाउँदै ल त भन्थ्यो नि। जीवनभरका उकाली र ओह्राली पार गर्दै यहाँसम्म आइपुग्दा उहाँसँग सुनाउनका लागि सङ्घर्षका कथा छन् अनि देखाउनका लागि सन्तुष्टिका मुस्कान। पहिले धेरै दुःख पनि गरियो। अब भन्नु यो अब कहीँ केही थिएन त्यतिखेर दमकमा बसेँ। दमकमा भाडामा त्यतिखेर पनि 100 रुपियाँ तिरेर भाडामा बसेको। त्यो केटाकेटी मेरो उहीँ जन्मेको। त्यहाँबाट भएन, उल्कामा काठमाडौँ गएँ, यसो दर्शन पनि हुने भनेर काठमाडौँ 4 वर्ष बस्यो। अनि अब केटाकेटी अलिक बढेपछि उतै आफ्नैतिर पढाउने यसो हेरेको, उसको आमाले मानेन, उकालोमा स्कुल दिएको नि त। मेरो छोराछोरी लडेर मर्छ, म यहाँ पढाउने, त्यसो जाउँ त उतै भनेर आएको। न त अझ उहाँ पढाएको भए राम्रो भएको, मेरो छोराछोरी अझ विदेश जान्थ्यो। राम्रो सङ्गत राम्रो थिए त्यहाँ पनि। दुःख चाहिँ दुःखै गर्नु। केटाकेटी घुमाएँ। अब सानो थियो यिनीहरू त, अब अहिले के भन्छ र मलाई के घुमाए भन्छ, तर सक्दो घुमाएँ। घरमा मेरो छोरो त्यही हो, अटो चलाउँदैछ।
उसको आमा उहाँ दोकान किराना पसल त्यहाँ सबै गर्छ थोक परिवारै हो अनि हजुरहरू? बुहारीहरू घरमै छन्, अहिले पनि छन्, बाख्रा छन् 15-16 बाख्रा। अनि गाई बिग्रेर गाई चाहिँ अस्ति बेचेँ, अब एउटा पारो ल्याउनु पर्यो भनेर। अनि एउटा बाछी छ पान्थुने त्यो। बाल्यकालका दिनहरू सम्झिँदा उहाँ आफै हाँस्नुहुन्छ अनि भन्नुहुन्छ, किताबभन्दा बढी त जामुनाकै रुखमा मण्डुल्यो। पढेको भए त बा विदेश गइन्थेँ कि बा टिचर हुन्थेँ कि पढाउने। अब पढिएन त्यतिखेर जमानामा त अब ऊ जामुनाको रुखमा चढेर मेरो त बेहोरा त्यस्तो पो थियो त अब। अनि दिनभर जामुनाको रुखमा बस्यो होइन, हेरो स्कुलतिरै। अनि जब ट्याङ घन्टी लगायो नि, अनि हतार ओर्ल्यो, भात सात खाएर कुदिजान्थ्यो गाईमा लु। त्यति बेला पढौँ लागेन। पढौँ भन्ने नै एउटै लागेन। त्यसै गरेर अहिले अक्षर अलिअलि यसो पढ्छु। हामीले उहाँलाई सोधेका थियौँ, कहिलेकाहीँ पैसा नभएर उधारो खाने ग्राहकहरू पनि आउँछन्? प्रश्न सामान्य थियो, तर उहाँको जवाफले हामीलाई केही क्षण मौन बनायो। छैन बरु म बिर्सिन्छु कि अब जस्तो अब चटपटे खाएर लेखौँ है बाबै भन्छ नि, ए भाइ दिनु नदिनु तिमीहरूको हातमा, त्यो म लेख्दिनँ। त्यो लेखेर किताब हेरेर म टेन्सन गर्नेवाला छुइनँ। दिनु खुसी परे दिनु, नदिनु यो मेरो हातबाट गइसकेको हो, म त्यो हिसाबै गर्दिनँ भन्थेँ। तर दिए बिचराहरू विदेश गएर पनि आएर दिए। त्यति भनिसक्दा त झन् दिन मन लाग्छ होला। दिए अनि के लेख्नु त भन्नु त। जस्तो अब तपाईँहरू आउनु कहिले काहीँ पैसा हुँदैन, लु हजुर बा यसो मलाई त आज पैसा छैन, दिने कि नदिने भन्दा कसरी नदिनु? अब 2-4 पल्ट खाएको अनि कसरी नदिनु? कहिले पैसा नि त पैसा जस्तो कुरो हो, हुँदैन। अनि कसरी नदिनु हो? त्यसैलाई पनि दिएँ, तर बिचरा आएर दियो। आफू बिर्सिसकेको सम्झेर थाहा छ भन्छ। आनन्द त यही छ नि, जस्तो अब तपाईँहरू आउनुभयो, 2-4 आउनुभयो, गफ गर्नु बस्नु, यहाँ आरामले अब पैसा पनि हुने, गफ पनि हुने, मान्छेलाई अब कामै नभएर जाँड रक्सी खाइ हिँड्ने त्यो छुइनँ। अहिलेसम्म मैले जाँड रक्सी पनि खान्न, मन पर्दैन मलाई। अब यहाँ चटपटे खाउँ, कोही मुख गनाएर आउँछ, त्यसलाई त कतिखेर खेदौँ लाग्छ गनाएर, मलाई मन पर्दैन। कुरा गर्दै जाँदा उहाँ एक्कासी मुस्कुराउनुहुन्छ र भन्नुहुन्छ, म खुसी छु, भोलि मरे पनि कुनै चिन्ता छैन। मेरो अन्तिम यात्रामा काँदिने मलामीको सायद कमी हुँदैन होला। म त यही भन्न चाहन्छु कि म एक्लै गरी खाउँ भन्ने छैन। हजुर, सबैले गरी खाओस्। एकदम खुसी हुनुहुन्छ नि अहिले? एकदम खुसी, मलाई दुःख छैन, एकदम खुसी, साह्रै खुसी हो, हदै खुसी, सबै थोकबाट भरिपूर्ण है। खुसी छु, आनन्द छु। मरियो भने पनि मलामी चाहिँ धेरै साथीभाइ कमाइएको छ। अन्त्यमा उहाँको कुरा सुन्दै जाँदा लाग्यो, खुसी परिस्थिति होइन रहेछ, यो त मनको अवस्था रहेछ। न त ठुलो सपना नै कुनै पुरा भएको थियो, न त साधारण सम्पत्ति नै जोडिएको थियो, तर उहाँसँग एउटा कुरा थियो, आफ्नो जीवनप्रतिको सन्तुष्टि।